आदरणीय दर्शकबिन नमस्कार, हम अंजलि अपन टीवी से और अभी हम सब पहुँच गए छी जनकपुर धाम स्थित प्रदेश जन स्वास्थ्य प्रयोगशाला में। और दर्शकबिन अपने सबके बता दी जे ई प्रयोगशाला एक सरकारी प्रयोगशाला है और कुछ महीना पहले तक एमे मात्र जेकरा कोरोना वायरस से संक्रमित भ गेल रहे छै, जेकरा वायरस लागल छै कि नहीं लागल छै, हुनका सबके मात्र पुष्टि होइ छलै। और अपने सबके मालूम हो जे ई वायरस जैसे 2 साल तक चले, तो एमे खास करके 2 साल तक हुनके सबके चेक जाँच होइ छलै, जेकरा वायरस लागल छै कि नहीं लागल छै से सब पुष्टि होय के काम मात्र होइ छलै। लेकिन अब कुछ महीना पहले से यानी कि कार्तिक से एमे जे प्रयोगशाला से एमे जे चेक जाँच सब होबा चाहिए से सब चेक जाँच सब एमे भ गेलै। एमे विभिन्न प्रकार के चेक जाँच सब अब होबा लगले। दर्शकबिन यह पीसीआर के लागी कोरोना संक्रमण सैंपल के कलेक्शन मात्र होइ छै, जेने कि अपने सब दृश्य में देख सकै छी। जीन सिक्वेन्सिङ गर्ने उपकरणहरू छन्, जसमा यो मेन चाहिँ हाम्रो यो हामीले जुन स्याम्पलबाट जिनको सिक्वेन्स गर्नु छ त्यो स्याम्पलबाट हामीले डिएनए अथवा आरएनए को आइसोलेसन गर्छौँ र त्यो डिएनए आरएनए को मात्रा कति छ त्यो चाहिँ हामीले यसबाट जाँच गर्छौँ। हामीले क्युबिट 4 भनेर फ्लोरोमेट्री भन्छ, त्यसमा चाहिँ हामीले यसको मात्रा क्वान्टिटी के छ, यसको क्वान्टिटी के छ, किनभने हामीले के भन्छौँ भने क्वान्टिटी पुगेन भने यसको सिक्वेन्स गर्न मिल्दैन। त्यसकारण अहिले हामीले चाहिँ यो SARS-CoV-2 को कुरा गर्दाखेरि लेस देन 25 सिटी भ्यालु भन्छौँ, त्योभन्दा सिटी भ्यालु 25 भन्दा सिटी भ्यालु कम छ भने बल्ल हामीले त्यसको जाँच गर्छौँ। अनि यो क्वान्टिफाई भइसके पछाडि हामी फर्दर चाहिँ के गर्छौँ भन्दाखेरि यो हाम्रो न्यानोपोर मिन आयन टेक्नोलोजी भन्छ हामीले। यो न्यानोपोरबाट हामीले चाहिँ जिन सिक्वेन्सिङ गर्छौँ र यो जिन सिक्वेन्सिङ भइसके पछाडि यहाँले यहाँ हेर्नुभयो भने हाम्रो यो डिएनए को हिसाबमा हेर्दाखेरि एटीजीसी भनेर यो कोडोन कम्पोजिसन हुन्छ र यो कोडोन कम्पोजिसनको आधारमा हामीले यसको जिन सिक्वेन्सको फास्टा फर्मेट भन्छ, हामीले बायोइन्फर्मेटिक्स टुल्सको प्रयोग गरेर यो फास्टा फर्मेटमा हामीले यो जिनको यो भनौँ एउटा डाटा निकाल्छौँ र त्यस पछाडि यो भाइरसको बारेमा, यो भाइरस चाहिँ कतिको खतरनाक छ, यसको रोगको सिभिरिटी के हुन सक्छ, अथवा यसले भ्याक्सिनलाई अहिले हाम्रो भ्याक्सिन जुन छ त्यो भ्याक्सिनले काम गर्छ कि गर्दैन, यो सबै डिटेलिङहरू चाहिँ हामी यसबाट भन्न सक्ने स्थितिमा पुग्छौँ र यसलाई हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला त्यस पछाडि के अरे स्वास्थ्य मन्त्रालयमा हामीले चाहिँ यसलाई चाहिँ जानकारी गराउँछौँ र फर्दर हामीले यो ग्लोबल सर्भिलेन्स भन्छ, GIS-AID भन्छ, यो ग्लोबली पनि हामी यो डाटालाई चाहिँ गर्छौँ, जसले गर्दा संसारको अरू देशका साइन्टिस्टहरू, WHO का साइन्टिस्टहरूले चाहिँ यो नेपालमा चाहिँ अथवा नेपालको मध्य प्रदेशमा जुन भाइरस अहिले चाहिँ संक्रमण गराइरहेको छ त्यसको स्थिति के छ भनेर थाहा पाउन सक्छ। दर्शकबिन अपने सब जब देख रहा छे कोरोना के पीसीआर टेस्ट हेपेटाइटिस बी लगायत के परीक्षण सब एतही होइ छै, जेने कि अपने प्रदेश जनस्वास्थ्य प्रयोगशाला को सुरुवात चाहिँ कोभिड-19 को जाँच पीसीआर को जाँचबाट चाहिँ सुरुवात भयो। हामीले 2076 सालमा चाहिँ यसको स्थापना गरे पछाडि यो 77 सालतिर चाहिँ मेनली चाहिँ यसको कोभिड को पीसीआर को जाँच र यसले अब यसको ब्रान्चहरू हैन प्रत्येक जिल्लामा, हाम्रो प्रदेश मध्य प्रदेशको 8वटा जिल्लामा ब्रान्च खोलेर हाम्रो अब 8वटै जिल्लामा पीसीआर प्रयोगशालाहरू चाहिँ सञ्चालनमा आइरहेको थियो। अहिले आएर हामीले अब प्रयोगशाला सेवाको सम्पूर्ण किसिमको जाँच भन्छौँ हामीले, त्यसमा हामीले ब्रोडर हिसाबमा कुरा गर्दाखेरि एउटा चाहिँ नसर्ने रोग हुन्छ, अर्को चाहिँ सर्ने रोग हुन्छ। अनि सर्ने रोगमा हामीले अब कोभिड लगायत अरू चाहिँ HIV, हेपाटाइटिस बी, सी इत्यादिहरूको जाँच गर्छौँ भने नसर्ने रोगहरूमा हामीले अब लिभर फङ्सन टेस्ट, किडनी फङ्सन टेस्ट, कार्डियक फङ्सन टेस्ट, थाइराइड फङ्सन टेस्ट लगायत अब हार्मोनहरूको जाँच हैन, हाम्रो शरीरमा चाहिने भिटामिनहरूको जाँच र हाम्रो शरीरमा विभिन्न अर्गनहरू जुन हामी अङ्गहरू भन्छौँ त्यो अङ्गहरूमा हुने क्यान्सरको जाँचहरू समेत हामी चाहिँ यहाँ उपलब्ध गराएका छौँ र त्यो शुल्क चाहिँ एकदमै न्यून खालको छ हैन। हामीले इक्जाम्पलको रूपमा लिँदाखेरि
थाइराइड फङ्सनको जाँचको शुल्क चाहिँ 500 रुपिस छ। त्यसै गरेर सुगरको जाँचको चाहिँ 25 रुपियाँ छ। त्यस्तै गरेर हाम्रो लिभर फङ्सन टेस्ट भनेर भन्छु त्यसको चाहिँ 300 रुपियाँ छ। लिपिड प्रोफाइल भन्छु त्यसको 200 रुपियाँ छ। भनेपछि न्यून हिसाबमा हामीले मिनिमम भनौँ न अब यो हेर्दाखेरि अब नेपालको सबैभन्दा सस्तो प्रयोगशाला भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो र त्यसैलाई हामीले अनुसरण गरेर यो चाहिँ अब प्रदेशकै सबैभन्दा सस्तो प्रयोगशाला शुल्कको कुरा गर्दाखेरि मेन उद्देश्य नै यो चाहिँ गुणस्तरीय प्रयोगशाला सेवालाई प्रदान गर्ने र प्रदेशभरिको प्रयोगशालाहरूले दिएको सेवाहरूको गुणस्तर कायम गर्ने हामी चाहिँ यो प्रदेशको लागि एपेक्स ल्याबोरेटरी अथवा केन्द्रीय प्रयोगशाला भन्ने पनि हुन्छ त्यो हिसाबमा हामी चाहिँ गरिरहेको हुनाले गुणस्तर हाम्रो चाहिँ पहिलो प्राथमिकताको विषय रहन्छ। कोरोनाको नयाँ भेरिएन्टको लागि पहिला यो प्रदेशमा यो जिन सिक्वेन्सिङ गर्ने उपकरण थिएन र त्यसकारण जाँच भइरहेको थिएन। अहिले हामी चाहिँ यो गएको मार्च गत हप्तादेखि हामीले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा चाहिँ यो जिन सिक्वेन्सिङ गरेर भेरिएन्ट पत्ता लगाउने जाँच कार्यको हामीले सुरुवात गरिसकेका छौँ। यो चाहिँ अब काठमाडौँभन्दा बाहिर नेपालको यो चाहिँ पहिलो जिन सिक्वेन्सिङ प्रयोगशालाको रूपमा चाहिँ स्थापना भएको छ र हामीले यो कोभिड-19 रोगको जुन भाइरस हुन्छ SARS-CoV-2 त्यो भाइरसको हामीले 9वटा जिन सिक्वेन्सिङ गरिसकेका छौँ र त्यो जिन सिक्वेन्सिङबाट हेर्दाखेरि अहिले हामीले 7वटामा चाहिँ ओमिक्रोन भेरिएन्ट फेला पारेका छौँ र 2वटामा चाहिँ डेल्टा भेरिएन्ट हामीले फेला पारेका छौँ। डेल्टा भेरिएन्ट चाहिँ गएको डिसेम्बरको महिनासम्म छ र भने जनवरी फरवरी मार्च यो 3 महिनाको हामीले स्याम्पल हेर्दाखेरि ओमिक्रोन चाहिँ भेरिएन्ट चाहिँ देखिएको छ। यो पनि एउटा भनौँ न यो हामीले अरू कुनै पनि प्रदेशले अहिले चाहिँ कुनै पनि 7वटै प्रदेशमध्ये कुनै पनि प्रदेशले चाहिँ जिन सिक्वेन्सिङ सुरु गरेको छैन। एक किसिम के बहुत सस्ता टाइप के भी ये परीक्षण भ जाए, मतलब निःशुल्क ढंग से छै जते अपने सबके बाहर लगित हो तो वैसे कम दाम में अपने सबके ये परीक्षण भ जाए, सब किस्म के सब रोग सबके परीक्षण भ जाए, जेने कि अपने सब दृश्य में देख लिया। और इतने कहत कैमरामैन सुमित शाह के साथ हम अंजलि अपन टीवी। धन्यवाद।